10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। यी व्यक्तिलाई त तपाईहरुले राम्रोसँग चिन्नुहुन्छ होला। नेपालको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष। विक्रम सम्वत 2065 साल जेठ 15 गते आजभन्दा 17 वर्ष अगाडि संसद भवनभित्र बसेका पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई मुखमा मिठो आँसु लिएर दुई टाउकाहरू जोड्दै मक्ख परिरहेका थिए। किनभने त्यही दिन नै 240 वर्षसम्म रहेको राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना हुँदै थियो। प्रचण्ड र बाबुराम मात्र नभएर त्यो दिन नेताहरूसँगै जनताहरू पनि एकदमै धेरै खुसी भइरहेका थिए। गणतन्त्र आउने खुसियालीमा कसैले 15 वर्ष पालेको दारी काट्दै थिए भने कोही नाङ्गै भएर गणतन्त्रको स्वागत गर्न सडकमा उत्रिएका थिए। गणतन्त्रको स्थापना हुनासाथ पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए 10 वर्षभित्रमा यो देशलाई चाहिँ दक्षिण एसियाको त सबभन्दा अगाडि लान्छौँ। 10 वर्षभित्रमा नेपाललाई दक्षिण एसियाको सबैभन्दा अगाडि लान्छौँ भन्ने प्रचण्डले पछिल्लो समय 17 वर्ष भइसक्दा पनि देशको मुहार फेर्न किन सकेनन् त। 17 वर्ष अगाडि ज्ञानेचोर देश छोड भन्दै नारा लगाउने जनताहरूले फेरि पछिल्लो समय राजा आऊ देश बचाऊ जस्ता नाराहरू किन लगाइरहेका छन् त। वास्तवमा 17,000 मारेर ल्याएको गणतन्त्रमा स्वयं प्रचण्ड नै खुसी छैनन्। मुखमा आएको बोलिहाल्ने तर काम गर्न नसक्ने भएकाले प्रचण्डलाई भने जनताहरूले रङ फेर्ने छेपारो भनेर चिनिरहेका छन्। केवल प्रचण्डलाई मात्र नभएर केपी शर्मा ओली र शेरबहादुर देउवालाई पनि जनताहरूले गणतन्त्रको नाममा केरातन्त्र चलाउने नाइके भनेर चिन्ने गर्छन्। केरातन्त्र भन्ने बित्तिकै तपाईहरुको मनमा एउटा प्रश्न उठिसकेको होला, आखिर के हो त केरातन्त्र? आउनुहोस् बुझ्ने प्रयास गरौं केरातन्त्र के हो, आज यही केरातन्त्र नेपालमा कसरी चलिरहेको थियो र उक्त केरातन्त्रको अन्त्य कसरी हुँदैछ त। सबैभन्दा पहिला बुझ्ने प्रयास गरौं केरातन्त्रको डेफिनेसन। केरातन्त्र भन्नाले आफ्नै ठाउँमा सजिलै फलाउन सकिने केरा पनि इम्पोर्ट गरेर खानुपर्ने, केरा फलाउन खोज्ने जनताहरूलाई अनुकूल वातावरण सिर्जना गर्नुको सट्टा जनताको पोटेन्सियल नै नभएको दाबी गर्ने र भ्रष्टाचारको समुद्रमा देशलाई चुर्लुममा डुबाउने व्यवस्था नै केरातन्त्र हो। अब सोही केरातन्त्रको डेफिनेसनलाई रिलेट गरौं 17 वर्षदेखि चलिआएको गणतन्त्रसँग। मानौ केरातन्त्रमा भएको केरा गणतन्त्रमा विदेशी मुद्रा हो, अथवा केरालाई रिलेट गरौं पैसासँग। गणतन्त्रमा देशमै रोजगारी सिर्जना गरी देशमै पैसा कमाउनुको सट्टा युवालाई विदेश पठाएर उक्त युवाहरूको माध्यमबाट विदेशी मुद्रा भित्र्याउनु भनेको केरातन्त्रमा केरा इम्पोर्ट गर्नु हो। केरातन्त्रको डेफिनेसन त तपाईहरुले बुझिसक्नु भएको होला। अब कुरा गरौं नेपालमा केरातन्त्र कसरी चलिरहेको थियो। केरातन्त्र चलाउने नाइकेहरूको भनाइ त तपाईहरुले सुनिसक्नु भएको होला। दुःख गरे देशमै सुन फलाउन सकिन्छ। अब यही सुनलाई रिलेट गरौं केरासँग। तसर्थ दुःख गरे देशमै केरा फलाउन सकिन्छ। तर सोही केरा फलाउनको लागि पनि केराको बिउ त अत्यावश्यक नै हुन्छ नि, हैन? अब फेरि उक्त केराको बिउलाई रिलेट गरौं रोजगारीसँग। देशमै दुःख गरेर पैसा कमाउनको लागि पनि रोजगारी त अत्यावश्यक नै हुन्छ नि, हैन? देशमा रोजगारी सिर्जना गर्न नसक्ने अनि दक्ष युवाहरूलाई दुःख गर्न नखोज्ने जनता भनेर दाबी गर्ने नाइकेहरूले चलाएको व्यवस्था केरातन्त्र होइन त। अब तपाईहरुले केरातन्त्र देशमा कसरी चलिरहेको छ भन्ने कुरा पनि बुझिसक्नु भएको होला। अब बुझ्ने प्रयास गरौं नेपालमा केरातन्त्रको अन्त्य कसरी हुँदैछ त, अर्थात 17 वर्षदेखि चलिआएको गणतन्त्रको अन्त्य कसरी हुँदैछ त। नेपालका अधिकांश जनताहरूले पछिल्लो समय राजा आऊ देश बचाऊ जस्ता नाराहरू लगाइरहेका छन्। या भनौं 17 वर्षदेखि चलिआएको केरातन्त्रले एउटा केरा पनि फलाउन नसकेको भन्दै जनताहरूले राजतन्त्रको पक्षमा विभिन्न किसिमका आन्दोलनहरू गरिरहेका छन्। कसैले जेलको हावा खाइसकेका छन् भने कसैले सडक तताउन निरन्तर रूपमा लागिरहेका छन्। तर नेपाली जनताहरूले बुझ्नुपर्ने मुख्य कुरा के हो भने केरातन्त्र हटाएर राजतन्त्र ल्याउँदैमा नेपालमा केरा फलाउन सकिन्छ त। तसर्थ गणतन्त्रलाई हटाएर राजतन्त्र ल्याउँदैमा देशमा रोजगारी सिर्जना होला त। राजतन्त्रवादीहरूको मुख्य उद्देश्य भनेको देशमा रोजगारी सिर्जना गर्नु मात्र त नहोला, तर राजा आउँदैमा देशमा सकारात्मक परिवर्तन आउला त। र यता 17,000 जनता मारेर ल्याएको केरातन्त्रका नाइकेहरूले सजिलै राजतन्त्र पुनर्स्थापना हुन देलान् त। र तपाईहरुलाई के लाग्छ, केरातन्त्रको अन्त्य गरी राजतन्त्र पुनर्स्थापनाको लागि चलिरहेको आन्दोलन सफल होला त? नेपालमा रहेका दुईवटा तन्त्रहरू राजतन्त्र र गणतन्त्रको बारेमा तपाईहरुलाई के लाग्छ, आफ्नो आफ्नो ओपिनियन कमेन्टमा भन्न पक्कै पनि नभुल्नुहोला।